ब्रेकफास्ट छोटो मिठो मजाको छ हैन। हेर्नुहोस् त टेबलभरि खानेकुराहरू दामी छ दामी छ। म चाहिँ वाफरमा टक्क अलिकति सिरप हालेर खानु खोजिरहेको छु हैन। जे छ त्यसमा इन्जोय गरेर हामी लगभग 3 घन्टा चाहिँ सुत्यो होइन। आज 3 घन्टा अलमोस्ट सुत्यौँ नि। 3 घन्टा सुतेपछि अब हामी जाँदैछौँ टक्क लाएर लस एन्जलस क्यालिफोर्निया सेन्टा मोनिका होइन। लस एन्जलस र सेन्टा मोनिका चाहिँ जाँदैछौँ। त्यो क्यालिफोर्निया स्टेटमा पर्छ। अब यहाँबाट हाम्रो 4 घन्टा जतिको ड्राइभ हुन्छ। अब मेजर कुरो ड्राइभ गर्नलाई चाहिँ उहाँ एकदम फ्रेस देखिनु भएको छ तत्काल सुरुवाती चरणमा। त्यसपछि भन्ने कुरो रेडी एकदम भवाल रेडी हो। यहाँ सबभन्दा मिठो चाहिँ यो हाल्ला है। यसमाथिपट्टि राखेर खाँदा के भन्छ अरे होइन ग्रेभी हो। त्यो ग्रेभी चाहिँ त्यही छ यतापट्टि ठुलो बाटोमा छ कि ट्याप छ। त्यो दिदीले हाल्दै हुन्छ नि त त्यसरी हाल्ने हो। मोटी दिदीले हाल्दै खोलेर हालिदिनु जस्तै ल बस्छ बस्छ रिस तिमी पनि खाऊ। हामी अगाडि देखाउँदै जान्छौँ अब हामी चाबीवाला नजिक ल अब हामी चाहिँ यात्रामा छौँ। सेन्टा मोनिकाको यात्रामा छौँ होइन। सेन्टा मोनिका बिच अनि त्यसपछि लस एन्जलस अझ के भ्याइन्छ हेरौँ। अनि बेलुका चाहिँ पुनः यहीँ फर्किने छ तालिका। अब टरन्टोमा टन्कल गरेर अङ्कललाई चाहिँ हामी नेभेडा राज्यबाट क्यालिफोर्निया राज्य प्रवेश गरेका छौँ अमेरिकाको। अब क्यालिफोर्नियाको विषयमा म केही कुराहरू केही तथ्यहरू राख्न चाहन्छु यहाँनिर तपाईँहरूलाई। क्यालिफोर्निया चाहिँ अमेरिकाको 31औँ राज्य हो होइन। यो राज्यको विषयमा चाहिँ 1500 शताब्दीभन्दा पहिले चाहिँ यहाँ करिब 100 इन्डिजिनियस कम्युनिटीहरू इन्डिजिनियस ट्राइबहरू चाहिँ यहाँ रहने गर्थे। अनि 15औँ शताब्दीमा चाहिँ स्पेनिस एक्सप्लोरेसन भयो यहाँ। अनि स्पेनिस एक्सप्लोररहरूले चाहिँ त्यहाँ चाहिँ अक्वायर गरे भनौँ त्यसलाई होइन। त्यो त्यति आसपासमै होइन। त्यहाँ चाहिँ त्यही फेरिमा मेक्सिकनहरूको बाहुल्यता पनि त्यहाँ राम्रो देख्न सकिन्थ्यो। र 1800 शताब्दीमा चाहिँ मेक्सिकन मेक्सिकोले चाहिँ त्यसबाट चाहिँ एउटा इन्डिपेन्डेन्ट भयो क्यालिफोर्निया होइन। र 1846मा चाहिँ अमेरिका र मेक्सिको बिच एउटा युद्ध हुन्छ। करिब 2 वर्ष चलेको युद्धमा चाहिँ अमेरिकाले विजय प्राप्त गर्छ भनौँ होइन। अमेरिकाले विजय प्राप्त गरे पश्चात र एउटा ट्रिटी हुन्छ त्यहाँनिर। त्यो ट्रिटी पश्चात चाहिँ क्यालिफोर्निया अमेरिकाको 31औँ राज्यको रूपमा रहन्छ। र 1829 पछि चाहिँ यहाँ चाहिँ एउटा सुन खानी प्राप्त हुन्छ क्यालिफोर्नियामा। त्यो सुन खानीका लागि चाहिँ र अन्य विविध खनिजहरूका लागि क्यालिफोर्निया प्रख्यात हुन्छ। र त्यसपछि क्यालिफोर्निया रहन गएको। अहिलेको पेरिफेरीमा हेर्ने हो भने क्यालिफोर्निया अमेरिकाको सबैभन्दा बढी कुल ग्राहस्थ उत्पादन गर्ने राज्य अर्थात् जिडिपीमा पर्दछ। त्यसको पनि आज हामी जाँदैछौँ लस एन्जलस र सेन्टा मोनिका बिच। हामी अगाडि बढ्दैछौँ। अहिले यति बेला गाडी चलाइरहनु भएको छ हाम्रो भेना होइन। क्यामेरा यतातिर देखाउँ होइन। उहाँले पनि 2 शब्द भन्नुहुन्छ। 1 2 2 शब्द वाह ताली।
किशोरको 2 शब्द सुन मेरो पनि त्यही नै 2 शब्द हो 1 2 ल ताली वाह मेरो चाहिँ 2 शब्द अलि लामो भएको छ आदरणीय श्रोताबिन क्यालिफोर्नियाको अर्को एउटा विशेषता चाहिँ हो, ल। अहिले आएर विश्वको चौथो ठुलो जिडिपीको रूपमा चाहिँ प्रख्यात छ इन्डिया पछिको होइन इन्डियापछि वाउ इन्डिया भन्दा पनि माथि जापान भन्दा माथि होइन जापान भन्दा कयौँ माथि हो अब भिडियो बनाइरहेको छ आर्ग्यु गरिरहेको छ होइन यो त मजा आउँछ बेला भिडियोमा हो यस्तो राख्यो भने त मजा आउँछ कि होइन यस्तो पहिलो अमेरिका भयो दोस्रो चाइना तेस्रोमा इन्डिया कि जापान हो। तेस्रोमा जर्मन तेस्रोमा जापान जर्मन ल जियोस् अब हेरेर भन्छौँ हामी चौथो रूपमा चाहिँ क्यालिफोर्नियालाई लिइन्छ अहिले चाहिँ हामी ग्रिफिथ अब्जर्भेसन जाँदैछौँ होइन अहिले चाहिँ यहाँ बिचमा एउटा ग्यास स्टेसनमा रोकेका छौँ एकछिन रेस्ट गर्ने फ्युल पनि रिफ्युलिङ गर्ने भनेर अहिले चाहिँ हामी हार्वर्ड क्यालिफोर्नियामा छौँ हार्वर्ड भन्ने ठाउँमा यहाँको एउटा रोचक प्रसङ्ग चाहिँ म तपाईँहरूलाई भन्छु यो चाहिँ मैले अनुभव गरेको र मैले थाहा पाएको नयाँ कुरा पनि होइन हामी यहाँ ग्यास हाल्नको लागि ग्यास स्टेसनमा आयौँ होइन ग्यास चाहिँ यहाँ अचाकली महँगो रहेछ लगभग रेगुलर ग्यासको प्राइस र प्रिमियम ग्यासको प्राइसमा खासै अन्तर भेटिएन हामी नर्थ डाकोटामा बस्ने मान्छे त्यहाँ चाहिँ केही अन्तर हुन्थ्यो अलमोस्ट मोर देन $1 नै अन्तर हुन्थ्यो होइन यहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ रेगुलर ग्यासको प्राइस चाहिँ 5.59 छ प्रिमियमको चाहिँ 5.59 जम्मा 40 सेन्टको अन्तर छ होइन यो चाहिँ मलाई नौलो कुरा लाग्यो र अहिले चाहिँ यहाँ तपाईँहरूले आवरणमा देख्न सक्नुहुन्छ मरुभूमि क्यालिफोर्नियाको मरुभूमि तपाईँले आवरणमा देख्न सक्नुहुन्छ अब पछाडि पहाड पनि छन् हिमकाय पहाडहरू तर त्यसमा कुनै किसिमको हरियाली छैन तर पनि हरियो छ प्राकृतिक दृश्य रमाइलो छ ठाउँ गर्मी छ अलिकति अलमोस्ट 100 डिग्री फरेनहाइटको आसपासमा छ अहिले यति बेला अघि एकछिन अगाडिसम्म 105 थियो अहिले थोरै टेम्परेचर घटेको हामीले महसुस गर्न सकिरहेछौँ त्यस्तै चाहिँ हामी 4जना साथीभाइ रमाइलो गर्दैछौँ होइन अघि काप्लेजीको चर्चा पनि भयो होइन अब यहाँ काप्लेजी यहाँ हुनुहुन्छ काप्लेजीसँग केही वार्ता गरौँ न हजुर गाइस के छ तपाईँलाई कस्तो लागिरहेछ रमाइलो लागिरहेछ यो अलिक नौलो सिन लाग्यो मलाई किनभने हामी टाढोदेखि एकदमै सम्म ठाउँबाट आएको यहाँ पहाड देखियो अनि बुढाखुन देखियो नेपालमा टाकुरा देखेको हरियो यहाँ चाहिँ अलिकति कस्तो उजाड जस्तो लाग्यो तर नयाँ पर्सपेक्टिभ टाइपको अनुभव ल अब हामी चाहिँ 1.5 घन्टामा ग्रिफिथ अब्जर्भेसन पुग्छौँ त्यहाँबाट चाहिँ हामीले हेर्ने भनेको त्यो हलिउड साइन छ एउटा होइन त्यो चाहिँ अलिकति एउटा प्रख्यात ठाउँ हो त्यो हेर्छौँ है त हामी अब अगाडि बढ्दैछौँ जाउँ एकछिन सानो सर्ट ब्रेक लिन्छौँ वासरुम ब्रेक त्यसपछि हामी जान्छौँ होइन अब लेट्स गो है हामी यहाँ धेरै भुल्दैनौँ भुल्यो भने हाम्रो आजको कार्यक्रम छ त्यसपछि हामी ग्रिफिथ अब्जर्भेसनपछि लस एन्जलसको चाहिँ डाउनटाउन घुम्ने डाउनटाउन घुमे पश्चात हामी चाहिँ सेन्टा मोनिका बिचमा चाहिँ सनसेट हेर्ने भन्ने हाम्रो कार्यक्रम छ त्यो सेन्टा मोनिकाको सनसेट चाहिँ एकदम असम हुन्छ भनेर चाहिँ हामीले सुनेका छौँ इट्स अ भेरी फर्स्ट टाइम फर मी एट द पेसिफिक ओसियन त्यही भएर म एकदम एक्साइटेड छु पेसिफिक ओसियन अहिलेसम्म मैले देखेको छैन तर म त्यहाँ गएर पेसिफिक ओसियनको पानी आज छुँदैछु चप 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 अहिले चाहिँ हामी ठ्याक्क अहिलेको डेस्टिनेसन आइपुग्यो हलिउड साइन हेर्नको लागि होइन यो चाहिँ ग्रिफिथ अब्जर्भेटरी हो होइन एक्साइटेड छौँ एकदम वी आर सुपर एक्साइटेड लेट्स गो लेट्स डु चप चप ल आइपुग्यो आज लगभग 4.5-5 घन्टा ड्राइभ गरेर त्यो हेरेर आयो त्यो हेर्ने मात्र त्यो मात्र होइन रहेछ हलिउड मात्र पनि हेरेर चाहिँ
from the hood. स्वयम्भू धरारा छ ऊ त्यहाँनिर धरारा छ स्वयम्भूको डाँडाबाट होइन ठ्याक्क अहिले त्यो ठुलो चाहिँ त्यो छ नि सञ्चय कोष भवन आरएनएसी भयो यहाँनेसी अनि त्योभन्दा उतापट्टिको चाहिँ सिभिल मल अहिले चाहिँ हामी लस एन्जलस डाउनटाउनमा छौँ होइन अब यतापट्टि तपाईँहरू देख्न सक्नुहुन्छ सिटी हल होइन सिटी हलको बिल्डिङ देख्न सक्नुहुन्छ अनि यतापट्टि चाहिँ छ रोनाल्ड रेगन बिल्डिङ होइन हामी अब यस्तै छ चिलपारामा एक्सप्लोर गर्दैछौँ यी थकित मुद्रामा बस्नु भएकै छ यहाँनिर होइन अब थाक्नु पनि थाकियो यही ठाउँ हो दङ्गा प्रसाद भन्ने यही हो अस्ति केही हप्ता अगाडि चाहिँ दङ्गा फसाद भएको कति सिसाहरू फुटेर प्लाइवुडले चाहिँ चप्काएको पनि देख्न सक्छौँ त्यस्तै चाहिँ यी झन्डाहरू छ है विभिन्न किसिमको झन्डाहरू युएसको झन्डा क्यालिफोर्निया स्टेटको झन्डाहरू यस्तै छ अब हामी चाहिँ यहाँ सर्ट एउटा ट्रिप लिएर चाहिँ सेन्टा मोनिका बिच जाँदैछौँ होइन त्योभन्दा पहिला हामी त्यो स्क्विड गेमको चाहिँ लास्ट सुट भएको एउटा घरमा जाँदैछौँ अब यस्तो एक्साइटमेन्ट छ अलिअलि धेरै लागे पनि एक्साइटमेन्ट चाहिँ बबाल छ है अब हामी त्यो हेरिसकेर सेन्टा मोनिका गएर चाहिँ डिनर गर्छौँ त्यसपछि रेस्ट गर्छौँ ल अहिले चाहिँ हामी ट्याक्कै यो स्क्विड गेममा चाहिँ लास्टमा एउटा सुटिङ भएको घर छ होइन सिरिज स्क्विड गेम सिरिज 2 को चाहिँ लास्ट एपिसोडमा सुटिङ भएको घर छ होइन त्यहाँ हामी जाँदैछौँ स्पेसल्ली हाम्रो रियस चाहिँ गेम फ्रिकिङ हुनुहुन्छ होइन सिरिज फ्रिकिङ सो उहाँको कारणले हामीले पनि हेर्ने अवसर पायौँ होला यही घर Your destination is on the left. रोक्ने कहाँ छ This is the house of the Squid Game, man. This is the same house. यसको कति प्राइस छ है घुमाउने यहाँ राखौँ अब उसको सेन्टा मोनिकाको घर यहाँबाट चाहिँ दामी भ्यू देखिँदो रहेछ याले डाउन टाउनको ल हेर्नुहोस् त गाइज है वाउ असम के भोपाल अनि यो चाहिँ स्क्विड गेममा सुट भएको घर त्यो मान्छे पनि रहेछ नि त उतातिर घर राखेको छ होइन अर्को यताबाट दामी छ ल उतापट्टिको दृश्य पनि भवाल छ ल कति दामी देखिएको डाउन देखिन्छ है डाउन यार भवाल बाटो यार यो त
गाइस हामी चाहिँ अहिले भर्खर यो पानीमा एकछिन यसो खेलेर सर्फिङ गरेर चाहिँ आयो होइन अब रमाइलो भएको छ यहाँनिर अझै हाम्रो साथी किशोर कापले खेल्दै हुनुहुन्छ अझै अब यस्तै छ रमाइलो छ अहिले चाहिँ हाम्रो यहाँ आउनेको उद्देश्य चाहिँ सनसेट हेर्ने थियो तपाईँहरू हेर्न सक्नुहुन्छ सनसेट मिठो देखिरहेको छ सनसेट हुने क्रममा छ होइन अब हामी एकछिन अझै बस्छौँ र अझै आज हाम्रो केही यसो सफर खाएर चाहिँ फर्किने भन्ने योजना छ फर्किनलाई अझै 4.5 घन्टा लाग्छ त्यही भएर एउटा अलिकति टप पनि छ हिजो पनि राम्रोसँग सुत्या छैन अब आज मिलाएर गाडी चलाएर जानुपर्ने छ ठिक छ अब भेनाले केही कुरा भन्नुहुन्छ यहाँनिर ल केही कुरा यो कायम होस् यो यो कुरा केही कुरा कायम हुन्छ यो मिटाले के भन्दैछ मिटाले के खिचिरहेको छ ए मिटाले खिच्छ होइन ल यस्तै छ बबाल छ तपाईँहरूले त्यहाँ देख्न सक्नुहुन्छ हामीले चाहिँ नेपालमा रड टेपिङ भन्थ्यौँ होइन अनि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ आवरणमा होइन हाम्रो रिजसको फेभरेट यो जिटिआरको चाहिँ जिटिआर के भन्छ अरे GTA 5 जिटिए 5 गेमिङको चाहिँ पुरै स्ट्रक्चरहरू छ होइन ऊ पुरा यस्तो भइरहेको थियो कि वाउ पनि भन्न सकेको थिएन ऊ पुरै डुबिरहेको थियो भावनामा डुबिरहेको थियो 2-4 आँसु पनि खसालिसकेको धन्न आँसु आएन धन्न आएर टिल्पिल टिल्पिल भएर अनि माथि खुत्लुक्क गइहाल्यो आँसु पनि रमाइलो रमाइलो भइरहेको छ है यस्तै छ अब जिन्दगानी काम छ यहाँ यस्तै गर्नुपर्छ रमाइलो गाई चाहिँ अब यस्तै छ अनि अर्को कुरा अब आज यहाँ पो अब साँझ गएर कति बेला सुतिन्छ वी डोन्ट नो अहिलेसम्म भोलिको प्लान चाहिँ हाम्रो एरिजोना जाने प्लान छ बट नट स्योर लेट्स सी यदि एरिजोना गयौँ भने भेट देखाउला गएनौँ भने पनि भोलिको भ्लग चाहिँ त्यतातिरको स्ट्रिपहरूमा देखाउँछौँ हामीले होइन यसो अब त्यहाँ एक्सप्लोरहरू जानै छ होइन विभिन्न कुराहरू गर्नै छ त्यहाँ गएर देखाउँछ हामीले ल अब हामी अगाडि बढ्दैछौँ अब सफर खान जान्छौँ त्यहाँ केही होइन अब छिटो मिठो केही सफर पाइन्छ त्यो लिन्छौँ सघाउँछौँ कुदिहाल्छौँ अनि ल अहिले टोलीहरू सबै खानामा व्यस्त छन् भोक लागेर बिहान ब्रेकफास्टपछि खासै राम्रो मिल नपरे हुनाले है सबभन्दा बढी भोक लागेर उहाँ गइदिउँ पार्किङ नपाएर गइदिउँ भन्दैन होइन नजाने हो र भनेर कोही कोही गरेर बसेको मान्छे स्वाद लिएर खाँदै हुनुहुन्छ है मजा आयो भित्र पर्छ होइन महँगो बास्न आयो पार्किङ खानै मन लाग्यो खोज्नै मन लाग्यो नाइस नाइस हो कि के छ दिदी श्रेष्ठ बवाल छ अहिले चाहिँ हाम्रो ल्याम्प करी चिकन बिरयानी र ल्याम्प बिरयानी आइरहेको छ प्लस नान ल गाइस अब यसपछि हामी अब टन्न खाएर निदाउँदै जान्छौँ अब बिकज यो रेस्टुरेन्टमा डिनर गरेर अब निस्किँदैछौँ करिब 4.5 घन्टाको ड्राइभमा होइन रेस्टुरेन्टको खाना यस्तो भयो कि हाम्रो किशोरको ल्याम्प बिरयानी ल्याम्प बिरयानी भयो ल्याम्प बिरयानी ल्याम भयो यस्तो नमिठो है हस्पिटालिटी माइनसमा पुरै त्यो राइस अर्डर गरेको खाना खाएर भइसक्यो होइन भातै आएन राइसै आएन अनि बिरयानी खायो त्यो पेट भरियो खाना नमिठो भए तापनि पेट भरियो ल हामी जाँदैछौँ अब अहिले रातको बजिसक्यो कति बजी भन्दा 9 बजेर 11 मिनट गयो यो त दामी हो नि 9/11 अब हामी लाग्दैछौँ अगाडि लेट्स गो हजुर रेस्टुरेन्टको नाम के कर्मा हो मैले बिर्सेँ ल इलेक्ट्रोनिक कर्मा हो कि के हो इलेक्ट्रिक विद्युतीय कर्मा रहेछ खत्तम भयो Continue on Beverly Boulevard for 4 miles.